हाई गाइज, आज चाहिँ हामी हाम्रो माथि घर जान लागेको छौँ, म र मेरो बर्थडे चाहिँ। अनि मैले चाहिँ बाबु चालेको थिएँ, मेरो बर्थडेले चाहिँ बाख्राडोरामै ट्राई दिनुभएको थियो। अनि माथि घर जाने उकालो फेरि लास्टै छ नि त, त्यही भएर हामी चाहिँ बस्दै गयौँ। अनि माथि ढाउ भइकन मैले चाहिँ मेरो बर्थडेलाई लिएँ, मेरो बर्थडेले बाबु जानुभयो, मैले चाहिँ बाख्राडोरामै हिँडेँ। फेरि एकछिनपछि गइकन बसेँ म चाहिँ। मेरो बर्थडे चाहिँ सुई अगाडि हिँडिरहनु भएको थियो। अनि म चाहिँ गइपुग्नु बोला भन्ने बेला चाहिँ झारिन गइकन बस्नु भएको थियो बाउछोरा त। अनि मेरो बर्थडे चाहिँ सुटुम अगाडि पुग्नुभयो। अनि म चाहिँ पछिबाट गएँ, फुपूहरू हुनुहुन्थ्यो, सबै टाढोसित बसेँ। अनि बसिसकेपछि एकछिन हामी चाहिँ आँपहरू खान लाग्यौँ। आँप खाइसकेपछि हामी चाहिँ पारीमा खोर्सानीहरू रोप्न गएको थियौँ। खोर्सानीहरू रोपिसकेर अनि म चाहिँ भालाटे टिप्न लागेँ। पानी परिरहेको थियो नि त, अनि पानी परिरहेको बेला पाइन्छ भनेर गयौँ। भालाटे टिपेर आइकन अब हामी चाहिँ नास्ता गरेर घरतिर जाने भनिकन सकिन लाग्यौँ। मेरो बर्थडे चाहिँ पहिल्यै गइसक्नु भएको थियो नि त। अनि अब म पनि घर जानै पर्यो, एक्लै छोड्नु त भएन। अब मम्मीहरू नानीहरू सब माथि बस्नुभयो, फुपू म बाबु चाहिँ घरतिर लाग्यौँ। बाई बाई गाइज।